देशको एउटा भ्रमण तपाईँहरूले अब यहाँ निम्ताउनु भयो भारतपट्टिबाट 10 जना সেটা বৌদি আর দেওয়ার বুঝে না। संस्थाका सदस्यहरू यो भ्रमणले कतिको लाभ हुन्छ दुई देशको सम्बन्धमा? धन्यवाद छ। सर्वप्रथम त म इन्डियाबाट आउनुभएका र नेपालका सबै पत्रकार साथीहरूलाई म यहाँको स्थानीय सरकारको तर्फबाट हार्दिक स्वागत सम्मान गर्न चाहन्छु। खास गरी यो अभ्यास हाम्रो लामो समयदेखि नै भइरहे पनि यस्तो प्रभावकारी कार्यक्रम नभएको र आज दुई देश बीचको चाहिँ पत्रकार साथीहरू र यो वन्यजन्तु पर्यटनसँग जोडिएर जुन साथीहरू आउनुभयो यसले चाहिँ यो जसरी हामी पारी गएर चाहिँ तपाईहरुले बोलाउनु भयो यहाँको पत्रकार साथीहरू जानुभयो र त्यहाँको समस्याहरूको बारेमा र त्यहाँको असल अभ्यासहरूलाई हामीले आत्मसम्मान गर्यौं र यहाँ पनि हामीले गरिरहेका कामहरू र यहाँका चाहिँ सकारात्मक कामहरूलाई पनि भारतीय तर्फबाट चाहिँ यसलाई चाहिँ असल अभ्यासहरूलाई लगेर आफ्नो क्षेत्रमा पनि यसलाई चाहिँ सदुपयोग र उपयोग गर्नुहुन्छ भन्ने हामीले विश्वास जितेको छौं र यहाँ चाहिँ सिनियर साथीहरू पनि हुनुहुन्छ हैन, यङ जेनेरेसन पनि हुनुहुन्छ, अब पार्टीको लिडरहरू पनि हुनुहुन्छ भनेपछि हाम्रो पनि त्यही लेभलको चाहिँ साथीहरूसँग गफ हुँदाखेरि यो क्षेत्र चाहिँ परापूर्व कालदेखि एउटा ट्रेड लिङ्क पनि हो। हाम्रो पूर्वाञ्चलभरिको चाहिँ कृषिको सामानहरू चाहिँ यताबाट जाने, ढाक्रीहरू आउने, घोडावालाहरू आउने, अनि सिलगढी नक्सलबाडीमा बजार गर्ने र उताको सामान ल्याएर लाने एउटा क्रम थियो। त्यो कुरालाई पनि आज चाहिँ हामीले एउटा उजागर गर्ने एउटा अवसरको रूपमा प्राप्त गर्दैछौँ भने अहिले यहाँ भइरहेका चाहिँ उत्पादनहरू र विशेष गरेर यो ग्रामीण पर्यटन र हाम्रो एउटा जुन सांस्कृतिक धरोहर छ त्यो कुरालाई चाहिँ हामी यो एउटा महाभारतको पनि क्षेत्र भएको कारणले गर्दाखेरि हामी दुई देश बीचको पनि यो सांस्कृतिक भाषा, हाम्रो रहनसहन, यी सबै कुराहरू र हाम्रो जीवन शैली पनि एउटै अवस्थामा रहेको हुँदाखेरि यो दुई देश बीचको चाहिँ आजको यो भ्रमणले मलाई लाग्छ एउटा चाहिँ कोसे ढुङ्गा साबित भएर यो कार्यक्रमले चाहिँ एउटा मेचीनगर के अरे एउटा पत्र तयार गरेर हामी दुई देश बीच चाहिँ अब अगाडि कसरी जाने भन्ने कुराको समेत एउटा आज हामी चाहिँ आज र भोलिसम्ममा हामी एउटा एमओयू गरेर यसलाई अगाडि लाने विश्वास लिएको छु। धन्यवाद छ।